नमस्कार सबैजनामा। तपाईँहरू सम्पूर्ण आराम हुनुहुन्छ भन्ने अपेक्षा राखेको छु। आज हामी ट्युबरक्लोसिस अर्थात् क्षयरोगको बारेमा चर्चा गर्न गइरहेका छौँ। क्षयरोग भनेको के हो, यो कसरी सर्छ र हाम्रो शरीरमा कसरी प्रवेश गर्छ र शरीरमा देखिँदा के कस्ता लक्षणहरू देखिन्छन् र यसको कसरी रोकथाम गर्न सकिन्छ भन्ने विषयलाई हामी चर्चा गर्नेछौँ। क्षयरोग एउटा सरुवा रोग हो जुन चाहिँ माइकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाले गर्दछ। हामी यहाँ फोटोमा देख्न सक्छौँ। यस्तै गरेर यो सन् 1882 डाक्टर रोबर्ट कोचले पहिलोचोटि पत्ता लगाउनु भएको थियो। नेपालमा 45 देखि 50% जनसङ्ख्यालाई क्षयरोग छ भनेर लगभग आकलन गरिएको छ। क्षयरोगका दुई प्रकारहरू हुन्छन्, जस्तो फोक्सोमा लाग्ने, जसलाई हामी पल्मोनरी ट्युबरक्लोसिस भन्छौँ, र फोक्सोभन्दा बाहिरको अङ्गहरू लाग्ने, जस्तै हाम्रो छालामा लाग्न सक्छ, हड्डीमा लाग्न सक्छ, पेट र दिमागमा पनि क्षयरोग लाग्न सक्छ। यो हामी फिगरमा देख्न सक्छौँ। 80% हाम्रो फोक्सोमा लाग्न सक्छ भने बाँकी रहेको 20% ब्रेनमा, हड्डीमा र पेटमा क्षयरोग लाग्न सक्छ। यस्तै गरेर क्षयरोगमा एक व्यक्तिबाट अर्को व्यक्तिमा कसरी सर्न सक्छ? क्षयरोग एक व्यक्तिले क्षयरोग लागेको व्यक्तिले खोक्दाखेरि अथवा आछ्यु गर्दाखेरि हाम्रो इयर ड्रपलेट्समा चाहिँ कीटाणु गएर अर्को व्यक्तिमा चाहिँ सङ्क्रमण गर्न सक्छ। क्षयरोग लागेमा विभिन्न लक्षणहरू देखिन्छन्, जस्तै 2 हप्ताभन्दा बढी समयसम्म खोकी लाग्नु, अर्थात् बेलुका साँझपख चाहिँ विशेषतः ज्वरो आउने र ज्वरोसँगै पसिना आउनु र छाती अथवा सास फेर्न चाहिँ गाह्रो हुन्छ र चाँडै नै थके महसुस हुन्छ र हाम्रो बिना कारण चाहिँ तौलहरू घटिरहनु अथवा खाना मन नलाग्नु र खकारमा चाहिँ रगत देखिन सक्छ। यदि यस्तो लक्षण तपाईँहरूमा पनि छ भने एकदम सजग भएर नजिकैको स्वास्थ्य चौकीमा जानुपर्ने हुन्छ। अब क्षयरोग के कस्ता व्यक्तिमा चाहिँ मुख्यतः लाग्छन् भने कुनै पनि फोक्सोका बिरामीहरू लामो समयसम्म फोक्सोका बिरामीहरू छन् भने धुम्रपान गर्ने व्यक्ति, लागु पदार्थ गर्ने व्यक्ति र कुपोषण भएका बालबालिकामा पनि क्षयरोग विशेषतः देखिन सक्छ। यसै गरेर हामी क्षयरोगको लागि अब क्षयरोग लागिहालेमा हामी के कसरी यसलाई चाहिँ समाधान गर्न सक्छौँ? सर्वप्रथम त हामी पहिला सजग रहनुपर्छ कि हाम्रो बच्चा जन्मिने बित्तिकै हामीले उसलाई BCG खोप लगाएको छौँ कि नै। नेपाल सरकारले पनि यो व्यवस्था गरेको छ कि बच्चा जन्मिने बित्तिकै उसलाई BCG खोप लगाउनुपर्छ। त्यस्तै गरेर नियमित रूपमा हामीले चाहिँ बच्चालाई चाहिँ भ्याक्सिन लगाउने गर्नुपर्छ। त्यसपछि यदि हामीमा लक्षणहरू देखिए भने हामीले तुरुन्तै नजिकैको स्वास्थ्य चौकी अथवा अस्पतालमा गएर आफ्नो परीक्षण गराएर यदि हामीलाई चाहिँ टिबी लागेको छ भने प्रमाणीकरण भयो भने हामीले नेपाल सरकारको जुन एउटा प्रोटोकल छ 6 महिनासम्म दबाई लिनुपर्ने, त्यो दबाई अनुसार चाहिँ हामीले दबाई लिएर चाहिँ टिबीको पनि उपचार गर्न सक्छौँ। हस्, धन्यवाद।